Guys, welcome back to my channel र सबैलाई ह्याप्पी होली है र आज होलीमा चाहिँ मैले सानोबडे सर्ट ब्लग आज फेरि धेरै दिनपछि है लिएर आएको छु गाइज है र आज चाहिँ होली है टक्कै होलीमा चाहिँ टक्कै फुलहरू मजाले होली जस्तै कलर फुलिरहेको छ र आजको दिन चाहिँ चिसो भइरहेको छ फगी पनि लागिरहेको छ है फगी लागिरहेको छ म टक्कै यहाँनिर ज्याकेट टोपी सोपी क्याप स्याप लगाएर चाहिँ टक्कै बसिरहेको छु र आज चाहिँ धेरै दिनपछि मैले फेरि भ्लग लिएर आएको छु है गाइज र आज के छ भन्दाखेरि प्लानिङ त भएको छैन हुँदैछ प्लानिङ त तल खोला जाने प्लानिङ चाहिँ हुँदैछ तर खै प्लानिङ सक्सेसफुल हुन्छ जस्तै चाहिँ लागेको छैन किनभने वेदरको कारणले खोला गयो भने चाहिँ किनभने पानी पर्ने चान्सेस धेरै छ र चिसो हुन्छ कहीँ जाने चाहिँ प्लान चाहिँ गर्दैछ यसो माथितिर टक्कै जाने है र घुम्ने चिया खाने र आज होली है र होलीको रमझम कस्तो भइरहेको रहेछ है भनेर नि हाम्रो त यहाँनिर त यस्तो छ होइन टक्कै गाउँमा है अब गाउँमा त त्यस्तो हुँदैन होलीहरू है त्यस्तो होली सेलिब्रेट गर्दैन यस्तै छ फुलहरू पनि मजाले फुलिरहेको छ टक्कै होइन हामी चाहिँ टक्कै यहाँनिर रुममा छ है म टक्कै यहाँ छु यस्तो भएछ अलिक यस्तो लाउनु पर्ने रहेछ गाइज है यस्तै छ आजको दिन सब होला र ग्याङ सेट र भेरी वेलकम ब्याक टु माई प्रिफरेन्स स्ट्रेट भ्लग है र सबैले माया दिनुहुन्छ है सबैले माया गरिदिनुहुन्छ होइन सबैले अब पुरो है उसलाई पनि होली लगाइदिन्छु है ओइ पर्खी मलाई पनि पर्खी गाइज है यो मेरो कुकुर हो है यसको नाम चाहिँ जेनी हो गाइज जेनी भनेर बोलाउनुहोस् है र ऊ माथि कोको पनि जाँदैछ कोकोलाई एकछिनमा देखाउँछु कोको पनि दामी छ गाइस अब हामी यहाँ तलबाट आएको है अन्त आजको दिन यस्तै भइरहेको छ होइन टक्कै मजाको है मजाको भन्दाखेरि पनि चिसो है होलीलाई लाउनेहरूलाई चाहिँ गिल्लो होली खेल्नेहरूलाई चाहिँ पाप भयो हुन्छ जाडोले क्या म्याउ पनि रहेछ म्याउ यहाँ बिरालो गाइस म्याउ यति स्नो जेनी स्नो एन्ड जेनी के दामी देखेको है दुईजनालाई स्नो र जेनीलाई त्यो होइन नि स्नो यार यसको हेर पोजहरू मात्रै हेर्दैछ स्नो ओइ यो फेरि बुढो डक गाइज अहिले भेटौँ गाइज अब चाहिँ हामी काम गएन आज है वेदरले गर्दाखेरि अन्त अब चाहिँ म घर गएको है घरमा गएर यसो खाजासाजा खाने पनि टाइम भयो र अब चाहिँ म घरमा गइनँ र काम गएन र आज घरकै भिडियो घरमै यसो सुट गरेँ है र जेनी यहाँ सुतिरहेको रहेछ गाइज यहाँ हेर्नु न मेरो चामल पनि लानुपर्ने छ र बाइक उहाँ छ कसरी लानुपर्ने चामल भनेर सोच्दैछु बाइकमा बाँधेर हाम्रो गाउँ चाहिँ यस्तै चाहिँ मजाको गाइज है गाइज यस्तै छ दिन आज दिन यत्तिकै बित्यो गाइज अन्त हाम्रो गाउँको किन हामी काम गएन भन्दाखेरि अलिक वेदरले साथै दिएन नि त कि चिसो पनि भयो है र पानी पनि पर्ला जस्तो हुँदैछ र त्यही कारणले हामीले काम गएन गाइज है र हाम्रो बाइक चाहिँ यहाँनिर राखिरहेको छ है टक्कै अब बाइकमा चाहिँ म चामल लगिकन जान्छु गाइज कसरी लानुपर्ने बाइक चाहिँ यहाँ छ ल गाइज है चाबी फेरि मैले कहाँ राखेँ चाबी टक्कै चाबी यहाँ राखेँ है गाइज अब टक्कै तेल पनि छैन गाइस टक्कै यहाँ छ अब यहाँ यस्तो ओह्रालो चाहिँ गाइस म त्यो अघि बोराको चामल लिकन जानुपर्ने छ है ल गाइस अहिले भेटौँ है तल पुगेर
साह्रो पऱ्यो गाइस guys, good night. गाइस अब चाहिँ म चामल लानु छ है गाइस अब चाहिँ मेरो चामल लानु छ यहाँबाट बाइकमा बान्नु छ गाइस अब बानेर चाहिँ कसरी चाहिँ लानुपर्ने हो गाइस चामल चामल गाइस हेर्नु मैले चाहिँ चामल बानिसकेँ है अब यत्रो स्पेसमा चाहिँ मैले यस्तो बाटो तल लिकिन जानुपर्छ कि एक्लै छु साथी भए त अलिकति भए पनि सजिलो हुन्थ्यो र बान्नु चाहिँ बाने फुस्किनु चाहिँ नफुस्कोस् गाइस है अब म चढेकै बाइकमा गाइस बाइकमा चढेँ है र अब उठाउनु पो साह्रो पर्छ है गाइस ल गाइस अब अहिले एकछिनमा भेटौँ है तल पुगेर गाइस मलाई बेबी अलि भेटौँ है फोटोहरू चाहिँ टक्कै फोटोसुट चाहिँ भयो है र हामी चाहिँ रङबाट आइपुगेछ नि त है क्यान भाइ रङबाट आइपुग्दैछ नि त है ए हेलमेट पक्र है कसको हेलमेट छ ओ यो हेलमेट पनि ल्याऊ पक्र आम्बो फोन पक्रिनु कि हेलमेट पक्रिनु कि आम्बो केटाहरूले बाइक हेर केटाहरूले यहाँ बाटो बिचमा छोडेर गाडीहरूले हिँडाइदिन्छ अहिले फोन चाहिँ मलाई थाहा पनि हेलमेट चाहिँ यहाँ छ हेलो सक्यो फोनको अब आजको खेला सक्यो अरे तिम्रो फोनको स्टोरेज फुल थ्याङ्क यू फर मा वाचिङ माई भिडियो है आज फेरि सानोबाटै भ्लग लिएर आइरहेको थिएँ है र छोटो सर्ट भ्लग र गाइस है आज यस्तै छ र आज घुम्ने जाने प्लान भएको थियो तर त्यो प्लान सक्सेस भएन र वेदरको कारणले गर्दाखेरि गाइस यस्तै छ र आजको दिन यसरी बित्यो गाइस सर्ट भ्लग्स हेरेर तपाईँहरू इन्जोय गरिदिनुहोस् होला मेरो है र आजको यस्तै थियो भ्लग है तपाईँलाई मनपर्छ होला आई होप है र थ्याङ्क यू फर वाचिङ माई भिडियो है बाई बाई सबैलाई टेक केयर ह्याप्पी होली फेरि नेक्स्ट अगेन भन्दैछु है ह्याप्पी होली सबैलाई टेक केयर एभ्री वान इन्जोय है र बाई बाई फेरि नेक्स्ट भेटौँ